नमस्ते। नेपाली शेयर बजारमा ब्लू चिप शेयर भन्ने शब्द त हामी सबैले सुनेकै छौँ होइन, तर यसको खास अर्थ के हो त? आज इन्भेस्टर पेपरको एउटा लेखलाई आधार मानेर हामी यही विषयलाई अलि सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। अब लगानीका विकल्पहरू त कति छन् कति, तर ती सबैको भिडमा एउटा स्थिर र भरपर्दो बाटो खोज्नु साँच्ची नै एउटा ठूलो चुनौती हो। खास गरी लामो समयसम्म टिकेर राम्रो प्रतिफल दिने विकल्पको खोजी सबैलाई हुन्छ। हो, ठ्याक्कै यही स्थिरताको खोजीमा ब्लू चिप भन्ने अवधारणा चर्चामा आउँछ। त्यसो भए के हो त यो ब्लू चिप भनेको? आउनुहोस् यसलाई अलि गहिराईमा गएर हेरौँ। ल, सरल भाषामा भन्नुपर्दा ब्लू चिप शेयर भनेको त्यस्ता कम्पनीहरूको शेयर हो जसको इतिहास नै नाफा कमाउने र आफ्ना लगानीकर्तालाई नियमित राम्रो लाभांश दिने रहेको छ। मतलब यी कम्पनीहरूले लामो समयदेखि आफूलाई आर्थिक रूपमा बलियो भनेर प्रमाणित गरिसकेका हुन्छन्। तर कुरा पैसाको मात्रै पनि होइन। यी कम्पनीहरूको अर्को ठूलो विशेषता भनेको पारदर्शिता र राम्रो व्यवस्थापन हो। उनीहरूको संस्थागत सुशासन एकदमै बलियो हुन्छ, जसले गर्दा लगानीकर्ताहरूप्रति उनीहरू बढी जवाफदेही देखिन्छन्। र यही कुराले त हो विश्वास जित्ने। त्यसो भए यस्तो के छ त ब्लू चिप्समा जसले लगानीकर्ताहरूलाई यति धेरै तान्छ? यसको आकर्षणको पछाडि केही ठोस कारणहरू छन्। आउनुहोस् तिनलाई एक एक गरेर हेरौँ। यो आकर्षणको मुख्य सूत्र नै यही हो। लगातार नाफा कमाइरहने, इतिहास हेर्दा सधैँ राम्रो लाभांश दिइरहने अनि एकदमै बलियो संस्थागत सुशासन। यी सबै कुराहरू एकै ठाउँमा भएपछि के हुन्छ त? समयसँगै कम्पनीको बजार मूल्य पनि बढ्दै जाने सम्भावना एकदमै धेरै हुन्छ। यहाँ छोटो समयको होइन, लामो अवधिको प्रदर्शनले अर्थ राख्छ। ल, अहिलेसम्म त हामीले सिद्धान्तको कुरा गर्यौं। अब अलिकति व्यावहारिक उदाहरण हेरौँ न त। इन्भेस्ट पेपरको सोही लेखले नेपालका कुन कुन कम्पनीलाई यो श्रेणीमा राखेको छ? आउनुहोस् अब त्यसको सूची हेरौँ। यो सूचीको पहिलो भागमा ब्याङ्किङ र बीमा क्षेत्रका कम्पनीहरू छन्। यी दुवै क्षेत्र नेपाली अर्थतन्त्रका भनौँ न मेरुदण्ड नै हुन्। ब्याङ्किङ क्षेत्रबाट हेर्ने हो भने एकातिर छ नवेल ब्याङ्क, जसको बजारमा लामो र स्थापित इतिहास छ। अर्कोतिर छ मुक्तिनाथ विकास ब्याङ्क, जसले आफ्नो क्षेत्रमा निकै बलियो उपस्थिति बनाएको छ। स्रोतले यी दुवैलाई यो सूचीमा राखेको देखिन्छ। अब जीवन बीमातर्फ लागौं। यहाँ नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल जस्ता कम्पनीहरूको नाम छ। यी दुवै कम्पनीले दशकौंदेखि बजारमा आफ्नो विश्वास कायम राखेका छन्। त्यस्तै निर्जीवन बीमाको कुरा गर्दा शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको नाम आउँछ। बजारमा उनीहरूको बलियो पकड र प्रदर्शनले गर्दा नै उनीहरूलाई यो श्रेणीमा राखिएको हो। ल, अब सूचीको दोस्रो भागतिर लागौं। यसमा लघु वित्त, हाइड्रोपावर र केही अरू फरक फरक क्षेत्रका कम्पनीहरू पनि समावेश छन्। लघु वित्त क्षेत्रबाट छिमेक लघु वित्त, निर्धन उत्थान र साना किसान विकास लघु वित्तको नाम छ। यी संस्थाहरूले ग्रामीण अर्थतन्त्रमा पारेको प्रभाव र उनीहरूको निरन्तर राम्रो प्रदर्शनका कारणले नै उनीहरू यो सूचीमा परेका हुन्। अब पालो जलविद्युत क्षेत्रको। नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनी उनीहरूको स्थापित इतिहासकै कारणले यो सूचीमा उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। र अन्त्यमा यो अन्य श्रेणी हेरौँ त। यसले यो सूची कति विविधतापूर्ण छ भन्ने प्रश्न पार्छ। कहाँ साल्ट ट्रेडिङ जस्तो पुरानो र परम्परागत कम्पनी, कहाँ नेपाल टेलिकम जस्तो प्रविधि क्षेत्रको महारथी, अनि हिमालयन डिस्टिलरी जस्ता उत्पादनमूलक उद्योगहरू पनि छन्। मतलब ब्लू चिप कुनै एउटा क्षेत्रमा मात्र सीमित हुँदैन। ल, यति धेरै कम्पनीहरूको नाम हेरिसकेपछि अब एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिन जरुरी छ। यो सूचीलाई कसरी हेर्ने, कसरी बुझ्ने? यो विषयमा स्रोतले दिएको स्पष्टीकरणलाई चाहिँ पटक्कै व्यवस्था गर्नु हुँदैन। स्रोतले प्रष्ट शब्दमा भनेको छ, यो शेयर किन्नका लागि सिफारिस गरेको सूची होइन। हामीले हालको प्रदर्शन वा बजार मूल्यको आधारमा शेयरहरू समावेश गरेका छैनौं। यो कुरा एकदमै महत्त्वपूर्ण छ। यसको मतलब यो सूची लौ गएर किन्नुहोस् भन्ने सुझाव बिल्कुल होइन। यो त केवल विगतको लामो प्रदर्शनको आधारमा गरिएको एउटा विश्लेषण मात्र हो। त्यसैले यो सूचीलाई हेर्दा छोटो समयमा धेरै कमाउने सोच राख्नुभन्दा पनि लामो र स्थिर यात्राको दृष्टिकोण राख्नुपर्छ। यहाँ आजभोलिको बजारको उतार चढाउले भन्दा पनि कम्पनीको दीर्घकालीन अवस्था कस्तो छ भन्ने कुराले बढी अर्थ राख्छ।
अब यो विषयलाई अलिकति फराकिलो बनाऊ। त्यो मुख्य सूची बाहेक पनि स्रोतले केही अरू कम्पनीहरूको पनि नाम लिएको छ जसलाई सम्मानजनक उल्लेख भनेर राखिएको छ। जस्तै कि एनआइसी एसिया बैंक, युनिलिभर नेपाल, सोल्टी होटल जस्ता कम्पनीहरू। यसले के देखाउँछ भने ब्लू चिपको परिभाषा कुनै ढुङ्गाको अक्षर होइन। राम्रो प्रदर्शन गर्ने कम्पनीहरूको दायरा फराकिलो हुन सक्छ र लगानीको दुनियाँमा कुनै एउटा मात्रै सही जवाफ भन्ने पनि त हुँदैन, होइन र? अन्तमा यो सबै जानकारीले एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोडिदिन्छ। कुनै पनि लगानी रणनीति, त्यो चाहे ब्लू चिपमा केन्द्रित होस् वा अरू कुनैमा, त्यो रणनीतिले कसैको व्यक्तिगत वित्तीय लक्ष्यसँग कतिको मेल खान्छ? सायद यही प्रश्नमाथि विचार गर्नु नै सफल लगानीतर्फको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो।